आज शनिबारको दिन अनि म मेरो वाइफ अनि भाइ तिनजना हामी जागोपानी जाँदैछौँ घुम्न। मौसम यस्तै चाहिँ अरू ट्रेन जान्थ्यो, आज चाहिँ गाडी जान्थ्यो। जाँदैछौँ हामी। अब बाटोमा के हुन्छ कस्तो हुन्छ देखाउँछौँ। गाडीहरू लाइन लस्कारा छन्, कुन गाडी चढ्ने हो होइन, लस्कारा छन्। यहाँबाट जागोपानी गइसकेपछि अनि त्यहाँ हामी देखाउँछौँ। जाडो रहेछ नि त, हल्का चिसो। गाडी खोलौँ अनि लागौँ। कति हुनु पऱ्यो है के हौ, यस्तो छ होइन, चिसो छ। माताजी हुन्छ, त्यसपछि अरू बाँकी भिडियो म देखाउँछु होला बाटोमा। जाडो छ गाइस। फाइनली हामी चाहिँ अब निस्किसक्यौँ है। एकजना पछाडि भाइ छ ड्राइभर, हामी अब हिँड्यौँ। अब हामी यहाँ सिधै जागोपानी जाँदैछौँ। बाहिरको मौसम यस्तो छ। हिउँ परेर चाहिँ हिउँ पराइ नै जमेको छ। बाटो जागोपानी जाने बाटो। गाइस पुलाना हो, यहाँ मैले जग्गा किनेको छु भने हिउँले पुर्यो। त्यस्तै चाहिँ हामी त 10 लाख तिरेर युरोप आयो भनौँ। अर्जुन भाइले चलाउँदैछ। हामी चाहिँ हाम्रो डेस्टिनीमा पुगिसक्यौँ होइन। खुसी भाइले सेफ्टी ल्यान्डिङ गराइसक्यो। अब गाडी मजाले काटिदियो, गाडीले मजाले काटेको छ आज, चिल्लो भएर आज यो। अब हामी एउटा निस्किएर हाम्रो आफ्नो ठाउँमा जान्छौँ। ल जाडो त छैन तर चिसो हुन्छ, टोपी लिएर आऊ। ल दोब्रे यहाँ आइपुगेछौँ हामी अहिले। अब गाडी पार्किङ गऱ्यौँ त जेस सबै हामी चाहिँ अब यहाँबाट गाडी पार्किङ पे गर्न जाँदैछौँ। जान्थ्यौँ आमा केबल कार खेल्नलाई। 1 घन्टा लिने कि 2 घन्टा? 1 घन्टा। यस्तो टिकट लियौँ, 3 जनाको टिकट। अब यहाँबाट कार्ड हालेर हामी जाने हो। गाई चाहिँ हामी त्यसरी चढिसकेका छौँ। यिनीहरू यहाँ बसिसके। अलि धेरै जाडो छैन यहाँनिर होइन। माइटम हुँदो रहेछ यहाँ। ए टेक्ने ठाउँमै हुँदो रहेछ गाई यहाँ। तेरिमा त यार लास्टै सोझो ऊ त्यो केटो लडो गाई मजाले लडो त। ल गाई हामी चाहिँ फाइनली केबल कार चढिसकेको छौँ यी। तिम्रो भिडियो बनाइदियो कि टक्क म टिकटकमा हाल्छु। तिम्रो एउटा बनाऊ, टिकट हाल्नु पर्यो नि त गाई। आइपुग्नु थालिसक्यो यहाँ। गाइस पर्रै जाडो हुने रहेछ हौ। यहाँ ताल जम्यो हो क्या। मेरो एउटा सिङ्गल खिचिदेऊ न। आइसक्यो। म त फोटो नि भिडियो बनाइदिन्छ, फुटाइदिन्छ। हेलो
स्केटिङ गर्न मन लाग्यो मलाई मजा आउँछ होला स्किन गर्दा होइन सिक्नु के गर्ने गाइज परले जाडो रहेछ हौ यो खोल्नु पर्छ कि कति गेट खोल्नु कस्तो हाने यहाँले लास्ट चिसो के विदाउट लौडो पनि कुदिया गाइज त्यो अहिले त्यो उच्च हरायो भने आउनु पाउँदैन टिकट हरायो भने टिकट आउँछ राख्ने हेलो हेलो जिन्दोब्रे लौडो बिना खाएको छ कसरी खेल्छन् होला हौ विश्वले भनेको छ एकचोटि खेल्नु मन लाग्छ भनेको छ चाहिँ मल दर्छ चिसोले विश्वले ल्याउँछ होला विश्व र मन होला परले ज्याकेट राम्रो छ यहाँ त त्यस्तो जान्छ कि हाँस भाँदिन्छ नि यहाँ कहाँ कुदाउने अन्त आज त हामी चढ्न आएको हो गाइस लास्टै जाडो भयो म ब्याग पनि लिनु छ कि त्यहाँनिर सब लिएर गरिदिन्छु म देखि गर्छु बच्चा त ज्याकेटलाई पन्जा लाएर बसिसक्यो त्यही झन् त्यो जाडो भएर यहाँ कफी खानामा यहाँ आगो ताप्दैछौँ होइन उसको चाहिँ फोटो खिचिदिनु पऱ्यो रे अब आगो ताप्न हो गाइज बसियो त थोरै गाइज हामी चाहिँ फाइनली अब फेरि फर्किन थाल्यो अब यहाँ हामी खाजा खान जान्छौँ होला होइन पर्लै जाडो भएर आम्मा मोबाइल त निकाल्नु नि हात त कडक्क हात त आम्मा तर मैले चाहिँ यहाँ चाहिँ मुनि त जाडो छैन माथि चाहिँ पर्लै जाडो क्या मैले यति धेरै चिसो त जिन्दगीमा थाहा जाडो भएर उसलाई चाहिँ अब चाहिँ हामी इन्डियन रेस्टुरेन्ट जाँदैछौँ खाजा खानको लागि यो देखेको चाहिँ इन्डियन रेस्टुरेन्ट हो गाइस खाना आयो है गाइस हाम्रो चाहिँ खाना आयो अब खाना खान्छौँ हामी दही चाहिँ फ्रीमा बिरयानी खाना एकदम तयार छौँ हामी गाइस मिठो खाना खाजा खाइवरी अब चाहिँ हामी लागेको फर्केको घर भिडियो हेरिदिनु भयो थ्याङ्क यू अझै पनि बाँकी छ हेर्नु होला हाम्रो भाइले गाडी हाकिरहेछ हामी चाहिँ फर्केको अब हुसु लागिरहेको छ पुरा हुसु लागिरहेछ बाटो जाम पनि छ त्यही भएर भित्र जाँदैछ हामी अब घर पुगेपछि अरू भिडियो आउँछ होला है गाइज हामी चाहिँ फाइनली घुमेर घर आइपुग्यौँ कडा जग्गा पनि त कडा जाडो हाम्रोतिर घाम लाग्यो त घाम पनि लगाएको थिएन त सबैले भिडियो हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू भेरी मच ल हामी आइपुग्यो गाइज थ्याङ्क यू सो मच किप वाचिङ किप सपोर्ट